हेलो साथीहरू, म आज फेरि नयाँ भिडियो मेरो। तपाईँले योचोटि देख्नुभयो होला कि हाम्रो फ्री फायरमा यो एनिमेटेसनसँग एउटा कोल्याब जस्तो भइरहेको छ। तपाईँले यसमा सिर्फ 3टा बन्डल देख्नुहुन्छ, जो कि यहाँ एउटा यहाँ छन्, हेर्नु थाहै पाउनुभयो होला यो। अरे कहाँ गयो? यहाँ देखिसक्नुहुन्छ तपाईँले नयाँ एउटा कोल्याबरेसन गरेको छ है। यो हेर्नुहोस्, यहाँ 3टा क्यारेक्टरहरू छन्। यो 3टा क्यारेक्टरहरूमध्ये तपाईँले एउटा क्यारेक्टर फ्रीमा पाउनुहुन्छ। तपाईँ भन्नु होला कसरी है? त यो सिम्पल सा छ, केही गर्नु पर्दैन। अधा मान्छेले पनि पाइसक्यो, तर कोहीले थाहा पाएन, कोहीले थाहा पाएन है। यसमा के गर्नुपर्छ भने तपाईँले सुरुमा जानुपर्छ, इभेन्टमा जानुपर्छ। इभेन्टमा गइसकेपछि यहाँ देख्नुहुन्छ, यहाँ हुन्छ लस्ट ट्रान्सफर्स हुन्छ। यसमा गइसकेपछि तपाईँले हेर्नुहुन्छ, यहाँ एकछिन रन गर्छ। यो तपाईँको त्यो बन्डल पाउने ठाउँ है। तपाईँ देख्न सक्नुहुन्छ यहाँ के गर्नुपर्छ भने यो सब यो 4-5वटा जति छन् है। यहाँ 5वटा कम्प्लिट गरिसकेपछि तपाईँलाई यो मिल्छ, तर यो पनि मिल्छ है दाजुलाई। फेरि यो भइसकेपछि एउटा बन्डल फ्रीमा मिल्छ, अझ थाहा पाउनु पाउँदैन होला। तर एउटा मिसन मात्रै कम्प्लिट गर्नुपर्छ। त्यो मिसन हुन्छ, हेर्नुहोस् है, एक दिन लगइन गर्ने, त्यसपछि बिआर ऱ्याङ्क खेल्ने, ठिक छ, सिएस ऱ्याङ्क खेल्ने र 15चोटि बिआर र सिएस जेले नै हुन्छ है। यही खेलेमा तपाईँले टोकन मिल्छ। यो टोकन मिलेमा तपाईँले यो बन्डल चाहिँ फ्रीमा पाउनुहुन्छ है। देख्न सक्नुहुन्छ यो बन्डल फ्रीमा पाउँछ। फेरि यो फेरि हजुरले थाहा पाउनु भएको छैन है भनेर हो, मेरो साथीले पनि थाहा पाएनन् भनेको छु है। र यो भिडियो चाहिँ यति नै हो। यो चाहिँ अरू जानकारी चाहियो भने मलाई फलो र सब्सक्राइब दुइटै गर्नु होला। अरू के भन्नु।